जुन चाहिँ नेपालको संविधान नेपालको नागरिकताको ऐनमा विदेशी नागरिकता लिए बापत नेपाली नागरिकता खारिज हुने भन्ने जुन चाहिँ नेपालमा प्रावधान छ त्यो एकदम दुखनीय छ। जसले गर्दाखेरि अहिले पक्कै भन्ने हो भने जसले ब्रिटिस नागरिकता लिइसकेको छ अथवा विदेशी नागरिकता लिइसकेको छ भने उनीहरू कानुनी रूपमा उहाँहरूको नेपाली नागरिकता खारिज भइसकेको छ। गर्दाखेरि यस्तै डिफिकल्टिजहरू हुनको लागि गैर आवासी नेपाली सङ्घले सुरुदेखि नै इन्सेप्सनदेखि नै हाम्रो नेपाल गभर्नमेन्ट अनि हाम्रो नेपालका नेताहरूलाई चाहिँ हामी एकचोटिको नेपाली सधैँको नेपाली अथवा हाम्रो नेपाली चाहिँ हामी नेपाली भएर बाँच्न पाऊँ भनेर जुन चाहिँ हामीले सधैँ पहल गर्दै आइरहेको छ। तर त्यो पहललाई चाहिँ नेपालको सुरुमा चाहिँ दुईटै हातमा लड्डु भन्ने भावना थियो भने अहिले उहाँहरू धेरै पोजिटिभ आएको छ। किनभने गैर आवासी नेपाली सङ्घ भनेको एउटा मिडिएटर गर्ने काम हो। त्यसैमा हाम्रो 30 लाखभन्दा बढी नेपालीहरू छन्, जुनमा एनआरएम भनेको जुन चाहिँ गोर्खा कम्युनिटीदेखि विभिन्न तरिकाबाट नेपालीहरू विदेशमा आउनुभएका नेपालीहरूले देशमा रिमिटेन्सदेखि लाएर च्यारिटीदेखि लाएर अरू भविष्यमा समृद्ध नेपाल बनाउनलाई हाम्रो नेक्स्ट जेनेरेसनले चाहिँ मद्दत गर्न सक्छ भने जुन चाहिँ हामीले चाहिँ प्रभाव पारिसकेका छौँ त्यो लबिङको लागि हामीहरू सबैबाट धेरै मद्दत पाएको छ। त्यसको लागि पनि हामी धन्यवाद दिन चाहन्छौँ र यसबाट धेरै पोजिटिभ आएको छौँ। तर अहिले मुख्य हाम्रो जल्दो इस्यु भनेको अब संविधान 14 भित्र लेख्ला हुन्छ नलेखे पनि जुन चाहिँ अहिले चाहिँ यसको विषयमा पहल नेपालमा कमिटी बनिसकेको छ। जुन चाहिँ 7 जना मेम्बर्सको जुन चाहिँ कन्स्टिट्युसनको चाहिँ सब कमिटी बनिसकेको छ। त्यसको लागि पनि यसको नागरिकताको विषयमा इस्युहरू डिस्कसन हुँदैछ भन्ने हामी खबर पाएका छौँ। यसको लागि पनि हामीले बराबर हामीले गैर आवासी नेपाली सङ्घ र हाम्रो मित्रहरूले पहल गर्दै पनि अझै पनि यसको एक्सन नभएको कारणले हाम्रो गैर आवासी नेपाली सङ्घको तर्फबाट जीवाजी उपेन्द्रजी फेरि हालै 1 हप्ता अगाडि नेपालमा गएर पर्सनली सबै मुख्य नेताहरू र हुनसक्ने व्यक्तिहरू सबैलाई भेट्ने नभेट्ने पनि उहाँहरूको बिजी हुनको कारणले गर्दा फोनमा समेत उहाँहरूलाई चाहिँ हाम्रो समस्याहरू अनि हाम्रो नागरिकता चाहिँ हाम्रो चाहिँ हराइदिनु भएन। हामीले चाहिँ तपाईँहरूले चाहिँ त्यसमा चाहिँ यो कन्स्टिट्युसनमा चाहिँ त्यसमा चाहिँ राखिदिनु पर्यो भनेर चाहिँ पहलहरू भइरहेको छ। त्यो हुँदा पनि गएको 1-2 दिन अगाडि 1 हप्ता अगाडि केही पनि नहुँदाखेरि पनि हाम्रो गैर आवासीय नेपालीको टास्क फोर्स जुन चाहिँ सिएनसीको टास्क फोर्स रामप्रतापजी म लगाएर हेमराजी अरू सम्पूर्ण संसारभरिका टास्क फोर्सको साथीहरू यहाँ युकेका साथीहरू र सबै अहिले फेरि हामी बारम्बार हामी अलिकति सबको अलिकति सक्रिय रूपमा चाहिँ हामी फेरि कम्युनिकेट गरेर अहिले पहल हुँदैछ र यसमा विशेष गरेर अमेरिका पनि एकदम राम्रो जागिरहेको छ। यो खुसीको कुरा छ। आज आइसिसीको मिटिङ हामी बिहान दियौँ 7 बजे। यसमा फेरि हामी सबै देशहरूमा हामीले के विचार गरेका छौँ भने अब देशमा अलिकति यो बेलामा अलिकति चर्काइ देखिएन भने चाहिँ नसुनिने हो कि भनेर हामीले के सल्लाह गरेका थियौँ भने अस्ति हामीले एउटा मेमोरेन्डम लिएर सबै एमडिसीहरूमा जुन चाहिँ सबै संसारका एमसिसीहरूले चाहिँ हाम्रो नागरिकता नहराओस् भनेर एउटा मिडियाको विङ प्लस हामी आफ्नो एमडिसीमा गएर चाहिँ सबैले चाहिँ यसमा चाहिँ मेमोरेन्डम चलाउने भनेर चाहिँ हाम्रो चाहिँ डेलिगेसनको लागि पास भइसकेको छ। र यसमा चाहिँ भोलि एनसिसी युकेको मैले हाम्रो कुलाचार्यज्यूले खबर दिएअनुसार भोलि चाहिँ हाम्रो यहाँ युकेको साथीहरू पनि गएर एनसिसीमा जाने प्रोग्राम छ भने त्यसको विषयमा अहिले पछि पनि हुन्छ। गर्दाखेरि अहिले अस्ट्रेलियाले पनि हामी 1-2 दिनभित्र गर्छ भने संसारभरि नै यसको विङ म्याक्सिमम जाँदैछ। र यसमा अब हजुरहरूलाई अनुरोध के गर्न चाहन्छु भने प्रायः जस्तो नेताहरूले पोजिटिभली छ भन्छ। त्यसको विषयमा अहिले जीवाजी र उपेन्द्रजीहरूले अझै लेटेस्ट केही खबरहरू अझै पनि दिन सक्नुहुन्छ होला। र अहिले टास्क फोर्समा हाम्रो अहिलेको अपडेट भएअनुसार चाहिँ रामजी हाम्रो जीवाजी हाम्रोको हिजो अस्तिको बिहानसम्मको कुरा भएअनुसार चाहिँ सबै नेताहरू चाहिँ पोजिटिभली छ है पार्टीहरू। तर 1-2 व्यक्तिहरू उहाँहरूको हामी नाम लिन चाहन्न, तर हजुरहरूले चिन्नुहुन्छ। अझै पनि उहाँहरूलाई शङ्का चाहिँ के भयो भने उहाँहरूको परिचय पत्र नै ठिक छ भन्ने खालको कुराहरू अझै पनि छ। तर उहाँहरूलाई चाहिँ हामी सबै साथीहरूको कतै न कतै हाम्रो लिङ्क छ। विशेष गरेर पोलिटिकल एफिलिएटेड साथीहरू छन्। हजुरहरूले चाहिँ अझै